ईश्वर दाई के अरे कहाँ हुनुहुन्छ भन्नुभयो म त यहीँ टहरामा छु हजुर भने यो सरकारले भन्छन् घर त भत्कायो बाबा मेरो स्कुल किन भत्कायो त म पढ्न पाउन मेरो अधिकार होइन पढ्ने किन यसो गर्छ भन्छ रातभरिसम्म अहिले कहाँ छ के छ छैन म मर्छु भन्छ म कसो गरौँ मैले कति पीडा पाइरहेको छु यो सरकारले बरु हामीलाई मारिदिएको भयो हामीलाई सुकुम्बासी बनाउनु भयो क्या उहाँहरूले पढ्ने स्कुललाई भत्काइदियो है अब हामी अनपढ भएपछि यतिकै सुकुम्बासी भएन उनीहरूको छोराछोरी उहाँ युरोपमा जाने अमेरिका जाने पढ्ने अनि हामी सुकुम्बासीमा यहाँ बसेर हामी हाम्रो बाबु भाइ बच्चाहरूले हामीले पढेको स्कुल पढायो अब भन्दैछ अब हामी अब प्योर सुकुम्बासी भएन उनीहरूको छोरा ईश्वर दाई के अरे कहाँ हुनुहुन्छ भन्नुभयो म त यहीँ टहरामा छु हजुर भने तपाईँको छोरालाई नातिलाई पढाउने व्यवस्था कहाँ गर्नुहुन्छ त भन्दाखेरि हाम्रो स्कुल भत्काइहाल्यो के गर्ने हजुर मेरो त नातिलाई सम्झाउन आउनुहुन्न भन्दाखेरि नि के हो र भने नाति खालि रोको रही स्कुल किन भत्कायो मात्रै भन्छ भनेर बोलाउँदाखेरि आएर केही सुझाउनु भएको थियो हुन्छ भने त थियो अहिले खोज्दैन छु यसलाई मैले जान भानिज खोज्न जान भनेको कहाँ छ यो भित्र सुकुम्बासी भित्र 400 जना नानीहरूले पढाइ गरे 475 जना म स्कुलको समितिको सदस्य पनि हो हजुर 475 जनाले पढाइ गर्छन् 475 जनाले यो चाहिँ कोरिया संस्थाले नि दिउँसो खाजा चाहिँ कोरिया संस्थाले दिएको हाम्रो नेपाली सरकारले त कहाँ दिन्थ्यो र स्कुल त भत्काइदियो कोरिया संस्थाले दिएको थियो खाना पाउँथे कति राम्रो थियो गरिब होइन धनी पनि होला त्यो राज्यले छान्ने हो नि त गरिबको बाजे उठाइदिने बाजु उठाए त उठाए स्कुल उठाउने हो त खुसी दियो स्कुल नि उठाउने हो त अहिले यहाँ पढ्ने बच्चाहरू रुँदै हिँड्ने पागल जस्तो भएको छन् भोलि झुन्डिएर मर्ने बच्चा भने 8 क्लासमा पढ्ने बच्चाहरू झुन्डिएर मर्ने नि त्यसको जिम्मा कोले लिन्छ गलत संगतमा मात्रै गयो भने पनि त्यसको जिम्मा राज्यलाई घर भत्काएर छ नि बिस खाएर सुसाइड गरे ल हैन त यहाँ भित्रै यहाँ माथिको पोखर अम्माको रुखनिर थियो एउटा फुलमाया विश्वकर्मा भन्नेको शनिबार हान्ने भन्दाखेरि हार्ट एट्याक आएर रातारात के अरे गाउँ उसको छोरी भाटा पुर्याउँदाखेरि लाँदै रातको 12 बजे मृत्यु भएको हजुर नपदे सोधी बक्से यही केसले हामीले तै पनि त्यो आवाज उठाएनौँ मरिसक्यो सोध्नु होला बुझ्नु होला हामी त जामलाई सडकमा जाँदा यो बच्चाहरूले भोलि आत्महत्या गरिदियो भने जिम्मा कसले लिने त यो चाहिँ त्यो